छोटो विश्रामपछि पुनः स्वागत छ यहाँहरूलाई। हामी कुराकानीकै क्रममा थियौँ र यसलाई फेरि निरन्तरता दिँदैछौँ। दशवीर सिंहजी, हजुर, जस्तो तपाईहरूको आज यो सार्वजनिक हुँदैछ नि यो एल्बम फुलको धारले, हजुर, यसभित्र कस्ता किसिमका गजलहरू सङ्गीत छन्? यसमा जो अहिले जुन नेपालमा चलिरहेको ट्रेन्डभन्दा अलिकति अलगमा हामी अलग धारमा सङ्गीतहरू पछि शब्द सबै नै अलग छन्। यसमा अलग भन्नाले कस्तो? अलग भन्नाले अलिकति प्रवासको पीडा छ त्यसमा, सायद नेपालमा बसेर त्यो लेख्न सक्दैन। धेरै जुन त्यहाँ घटनाहरू पनि त्यहाँ समेटिएका छन्, जुन हुन त नेपालमै चल्ने, जुन अब जस्तै त्यहाँ माया सोल्टाइसोल्टिनीको कुरो पनि गरिएको छ त्यसमा। जस समग्र रूपमा हेर्दा यो चाहिँ अब सङ्गीत पक्षलाई हेर्ने भने अलि अलग धार छ जुन नेपालमा अहिले चलेको भन्दा। कस्तो अलग धार? सङ्गीत पक्षमा चाहिँ अलग धार कस्तो छ? जुन एउटा गजलमा आउनुपर्ने ट्युन हुन्छ, जुन पहिला यहाँ जति गजल बनाए पनि लोकगीतको पाराको मादल बजिदिन्छ, जुन गजलमा त्यो प्राय हुँदैन। हुन त नेपालीपना बिर्सेको होइन, तर गजलमा हुनुपर्ने गुण चाहिँ के हुन्छ भने अलिकति फरक शैलीको सङ्गीत हुन्छ र त्यसलाई नै हामीले पछ्याउने कोसिस गरेको छौँ। यसमा सङ्गीत कसले दिनुभएको छ? यसमा हरिलम सालजीले गर्नुभएको छ, अनि सोनाम तामाङजीले गर्नुभएको छ, अनि जुन गायिका स्वयं चञ्चला घिमिरे उहाँले पनि सङ्गीत गर्नुभएको छ। यो गायिका चाहिँ कसरी चयन गर्नुभयो? विशेष त हामीले यो मुख्य गायिका हाम्रो यो चञ्चला घिमिरे, उहाँ पनि दुबईमा नै काम गर्नुहुन्छ। उहाँ एकदम त्यहाँ चिनिएको प्रतिभा, हामीले उहाँको राम्रो प्रतिभा देखेको हुनाले र उहाँ पनि एल्बम निकाल्न तयार भएको हुनाले उहाँलाई चयन गर्यौँ। अनि त्यसपछि शिव परियार हुनुहुन्छ, अनि दीपक लिम्बू हुनुहुन्छ, अनि सोनाम तामाङले पनि गाउनु भएको छ। र यो उहाँहरूलाई हामीले त्यो गीतलाई गाउन सक्ने कला र गला जोसँग छ त्यसलाई हामीले छनौट गरेको छ यसमा अहिलेलाई। नेपाली कलाकारहरू कति छन् दुबईमा? अब गायन विधाको कुरा गरौँ, गायक गायिकाहरू कति हुनुहुन्छ? जुन तपाईँले भन्नुभयो अघि भर्खरै एकजना गायिकाको कुरा गर्नुभयो चञ्चला घिमिरे भनेर, उहाँ पनि निकै फेमस हुनुहुन्छ भन्ने कुरा गर्नुभयो होइन? के छ स्टेज पर्फर्महरू त्यहाँ पनि हुन्छन्? त्यहाँ हरेक हप्ता बिराएर कार्यक्रम भइरहेको नै हुन्छ त्यहाँ। जुन अब देशको परिस्थिति छ र बेरोजगारीको समस्या सबै ठाउँमा छ, त्यो कारणले गर्दा कलाकारहरू पनि त्यही बेरोजगारीको समस्याले पलायन भएको छन्। र हुन त कतिजना फर्केको पनि छन् युएबाट, जस्तै भगवान भण्डारी अहिले नेपालको एकदम लोकप्रिय लोकगायक, उहाँ पनि कुनै जमानामा काम गर्नुहुन्थ्यो। अनि त्यस्तै कस्तो छ? सजिलो छ त्यहाँ बसेर गीत सङ्गीतमा लाग्न, साहित्यमा लाग्न कतिको सजिलो अथवा असजिलो के छ? लाग्नको लागि जुन यहाँ नेपालमा बसेर जति कलम चल्छ र जति सङ्गीत क्षेत्रमा प्रगति हुन्छ त्योभन्दा अलिक बढी नै हुन्छ उहाँ, किनभने मौका पाउने बित्तिकै हामी सबै लेख्न लाग्छौँ। जस्तै हामी यहाँ नेपालमा बसेर दिनभरि 2 घण्टा 3 घण्टा हामी घुमेरै बिताउन सक्छौँ भने, बिताइदिन्छौँ भने, हामीले 10 मिनट मात्रै टाइम पायौँ भने पनि हामी लेख्न थाल्छौँ। यो नेपाललाई चाहिँ छोडेर प्रवासमा किन जानुभयो तपाईँ प्रवासी बन्नलाई? यो त अघि नै भने मैले, हाम्रो देशको बेरोजगारीको समस्या चरम छ, देशको स्थिति यस्तो छ। जति विदेशमा बस्ने नेपालीले देश सुध्रियोस्, राम्रो होस् भनेर आशा गरिरहेका छौँ, त्यस्तो भइरहेको छैन। 2 वर्ष अगाडि म फर्केर नेपाल नै बस्छु भनेर आएको थिएँ। यहीँ बसेर केही गर्न सक्छु, यहीँ पनि साहित्यमा लागेर यहीँ अलि सबैसँग चिनिन सक्छु भन्ने एउटा आशा बोकेर आएको थिएँ। 2 वर्ष नेपाल बसेँ, देशको परिस्थिति यस्तै हो, जता गयो उतै समस्या, केही काम गरौँ भने वातावरण छैन। इच्छा हुँदा पनि फेरि फर्केर म अहिले फेरि 1 वर्ष फेरि गएँ म उतै। र देश अलिकति सुदृढ हुन्थ्यो, देशमा राम्रो वातावरण बन्दी हुन्थ्यो र हामी प्रवासमै बस्नु मन छैन। सधैँभरि उहाँ बसेर हामीलाई हुँदैन, देशमै आएर केही गरौँ भन्ने हामीलाई चाहना छ, तर देशको स्थिति राम्रो छैन। अब देखिहाल्नु भएको छ देशमा अब यत्रो 5-7 महिनादेखि सरकार दिने अवस्था छ, अब संविधान बन्ने कि नबन्ने टुङ्गो छैन। त्यस्तो अवस्थामा सबै अब जुन अहिलेको परिस्थितिमा देश चलेको छ, अलिकति बाहिर विदेशबाटै पठाएको रेमिटेन्सले गर्दा देश चलिरहेछ भन्दा नि केही फरक पर्दैन। लगभग देशको 1/3 बजेट त रेमिटेन्सबाटै चलिरहेको छ।
त्यस्तो अवस्थामा देशको यस्तो अवस्था त्यो सबै नेपाली फर्किने हो भने फेरि यहाँ अझ ठुलो द्वन्द्व सिर्जना हुने सक्ने स्थिति छ। त्यही भएर पनि अहिले जति विदेशमा छौँ हामी जस्तो लेख्ने कलम चलाउने मान्छे गायक गायिकाहरू कलाकारहरू छन् धेरै छन्। तर देशको बाटोमा सहज भइदिए आउँला भनेर कति बेला सहज हुन्छ र राम्रो हुन्छ र आउने भनेर बसेको छु। जेकी मोहाजु यहाँलाई पनि म त्यही प्रश्न राख्न चाहन्छु। तपाईँ प्रवासमा किन जानुभयो? मुख्य कुरा बेरोजगारी नै हो होइन। विदेशमा काम सजिलै पाइन्छ, अरू कुनै खास कारण छैन। त्यो बेरोजगारी समस्या नै हो नेपालमा। नेपाल आएर बसौँ, नेपालमै स्थायी बसोबास सुरु गरौँ जस्तो लाग्दैन? मैले त्यो गरिसकेको छु। म 8-9 वर्ष बिताएर फर्किसकेको छु। अब जानुहुन्न? अब सायद म फर्किन जस्तो छ नेपालमा। केही गर्नु भनेपछि तपाईँहरूको यो जुन टिम छ नि यो त टुट्ने भयो नि त होइन? जस्तो सँगै बसेर सहकार्य नहुने भयो। टिम भन्दाखेरि कस्तो भने बिलायनको टिमको कुरा गर्नु भइहाल्यो होइन। बिलायनमा 5 जना हामी थियौँ। 5 जना मध्ये 3 जना फर्केर फेरि 2 जना फर्किसक्नुपर्छ। जाने आउने क्रम छ। 2 जना त टोटली पहिले नै आइसक्नु भएको रहेछ होइन। चन्द्र तामाङ भन्ने अनि शान्तरामजी। अब उहाँ पनि फर्किसक्नु भयो थियो। फेरि दुबई आउनुभयो। अर्को भानु दुलाल भन्ने हुनुहुन्थ्यो, उहाँ पनि नेपाल फर्किसक्नु भएको थियो। फेरि दुबई जानुभएको छ अहिले। र म अहिले फर्केको छु होइन। पाले पालो सबै फर्किने जाने क्रम छ। त्यो बिलायन लेखनमा कस्तो त्यो एउटा समूहको जुन एउटा पुस्तकको लागि समूह थियो होइन। त्यो समूह फेरि अर्को बिलायन लेख्छ भन्ने पनि छैन। लेख्न पनि सक्छ, त्यो कुरा हो। तर त्यो के भने हाम्रो यो भावनात्मक लगावले गर्दा एउटा समूह बनेको हौँ। र बिलायनमा हामी मात्रै अरू पनि छन्। कृष्णजीहरूको समूह छ, अर्को पनि 2-3 जना 2-3वटा पुस्तक आइसकेका धेरैजनाको समूह छ। र हामीले यो 5 जना भनेको एउटा पुस्तक लेखेकोले एउटा समूह भन्न लाग्नु भएको छ। यो अहिले मैले एउटा किताब मेरो हातमा छ, अधुरो सपना। यो कस्तो खालको यो यसमा के छ? यसमा गजल छैन। यसमा सुरुमा मैले गजल लेखेको थिइनँ। सुरुमा मैले गीत कविता नै लेख्थेँ। यो त्यो बेलामा चाहिँ अब युएमा नै साहित्यको त्यति सुरुवातै भएको थिएन। जति बेला मैले यो किताब निकालेको थिएँ अनि मैले म र मेरो भाइ बुद्ध सिंह ब्राइली हामी 2 भाइ मिलेर त्यो बेलामा निकालेको। यसमा विशेष त अब भर्खरको युवा युवतीहरूले त्यो हुन्छ नि उहिले जमाना लभ लेटर लेख्ने त्यो मुक्तक शैलीको नै बढी छ यसमा। अनि गीत छ, साधारण नर्मल किताब हो। तपाईँ मुक्त पनि लेख्नुहुन्छ, गीत पनि लेख्नुहुन्छ, गजल पनि लेख्नुहुन्छ। हजुर। र निकै राम्रा गजलहरू छन्। अब हामीले दर्शकहरूलाई सबै सुनाउन त सक्दैनौँ होइन। उहाँहरूले खोजी गर्नुभयो भने अवश्य पनि पाउनुहुन्छ। किताबहरू बजारमा आरोहण छ, अधुरो सपना छ, अरू धेरै छन्। तपाईँहरू व्यस्त हुनुहुन्थ्यो र पनि यहाँसम्म आइदिनु भयो, हामीलाई साथ दिनुभयो, आफ्नो धारणा राखिदिनु भयो। यहाँहरू दुवैजनालाई धेरै धन्यवाद। हामीलाई पनि उहाँदेखि हजुरले बोलाएर आफ्नो प्रवासी साहित्य विषयमा केही शब्द राख्ने अवसर दिनुभयो, त्यसलाई तपाईँलाई पनि धेरै धन्यवाद। दर्शकबिन, आजको कुराकानीलाई हामी यहीँ टुङ्ग्याउँछौँ, किनभने समयको सबैले ख्याल राख्नुपर्छ। सगरमाथा टेलिभिजन हेर्दै गर्नुहोला। यहाँहरूको आजको दिन सुखद बितोस्। नमस्कार। This program is brought to you by